विश्व फुटबलका दुई शक्तिशाली टोली आम्ने सामने हुँदैछन्। एकातिर स्पेन, अर्कोतिर अर्जेन्टिना। आखिर यो फाइनलमा तपाईँ कसको साथमा हुनुहुन्छ? यदि इतिहास हेर्ने हो भने अर्जेन्टिना विश्व फुटबलको सबैभन्दा सफल टोली मध्ये एक हो। महान खेलाडीहरू जन्माएको यो टोलीले दशकौंदेखि विश्व फुटबलमा आफ्नो प्रभाव कायम राख्दै आएको छ। कठिन परिस्थितिबाट पनि खेल फर्काउने क्षमता अर्जेन्टिनाको ठूलो विशेषता मानिन्छ। उता स्पेनले आधुनिक फुटबललाई नयाँ शैली दिएको टोली हो। छोटो पास, बलमाथिको नियन्त्रण र सामूहिक खेलका कारण स्पेनले विश्वभर आफ्नो छुट्टै पहिचान बनाएको छ। पछिल्ला वर्षहरूमा पनि नयाँ पुस्ताका खेलाडीहरूले टोलीलाई थप बलियो बनाएको छ। यस विश्वकपमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका छन्। यही जुलाई 20 नेपाली समय अनुसार रातको 12:45 बजे स्पेन भर्सेस अर्जेन्टिनाको फिफा वर्ल्ड कप 2026 को फाइनल खेल रहेको छ। तपाईँ कसको समर्थनमा हुनुहुन्छ? प्लिज कमेन्ट गर्न नभुल्नुहोला।